नमस्ते हजुरहरुलाई स्वागत छ मेरो च्यानलमा। मैले अमलाबाट चाहिँ गुच्चा पाउ बनाउँदै छु। गुच्चा पाउ बनाउनको लागि चाहिँ अमला पहिला सुरुमा उसिन्नु पर्छ। मैले चाहिँ पहिल्यै उसिनिसके। मैले चाहिँ अमला चाहिँ आधा केजी लिएको छु। यो अमला चाहिँ अब सुरुमा चाहिँ मैले चाहिँ यो पिस पिस गरेर चाहिँ मैले चाहिँ मिक्सरमा पिस्दै छु। अब यो मिक्सरमा हालिदिन्छु म यो पिस पिस निकालेर। अब चाहिँ म यो सबै पिसहरु निकालेर चाहिँ म अब मसला हाल्दै छु यसमा चाहिँ। अब चाहिँ यसमा चाहिने मसलाहरु हाल्दै छु म चाहिँ। सुरुमा मैले लिएको छु बिरी नुन आधी चम्चा जति लिएको छु मैले चाहिँ। अनि त्यसपछि हिङ चाहिँ 1 चिम्टी लिएको छु। अनि स्वाद अनुसार नुन हाल्नु पर्छ। अनि खुर्सानीको धुलो पनि स्वाद अनुसारै हाल्नु होला। अब त्यसपछि चाहिँ मैले चाहिँ चिनी पनि हाल्दै छु। चिनी चाहिँ म 2 चम्चा हाल्छु। चिनी पनि स्वाद अनुसारै हाल्ने हो। म चाहिँ अब यसलाई चाहिँ पिस्न जाँदै छु। ल हेर्नुस् त पिसिसके। मिक्सरमा पिसेको मैले चाहिँ अब हजुरहरुले सिलौटामा पिसे पनि हुन्छ। आजकल त सजिलै मिक्सरमै हुन्छ, मिक्सरमै पिसे पनि हुन्छ। अब यस्तै गरेर यसलाई चाहिँ एकछिन यसलाई चाहिँ पकाउनु पर्छ। मैले पारा बसालिसके पकाउनको लागि चाहिँ। अब म पकाउनलाई जाँदै छु। अब यसरी खनाउँछु म चाहिँ। अब यसले चाहिँ चलाको चलाइ गर्नु पर्छ। यसमा पानी हुन्छ। यो पानी अलि सोसोस् भनेर चाहिँ यो चलाउनु पर्छ। एकछिन यसलाई चलाउनु पर्छ यसरी नै। ल हेर्नुस् त अब कलर पनि चेन्ज भइसक्यो। अब यस्तै गरेर मैले यो चाहिँ 5 मिनेट जति चलाएको छु। ल अब चाहिँ यो गुच्चा पाउ बनाउनको लागि एकदम परफेक्ट छ। अब म एकछिन यो चिसाउनको लागि छोडिदिन्छु। ग्यास अफ गर्दै छु। एकछिन चिसाउनु पर्छ। अब यो चाहिँ यो रेडी भइसक्यो। अब यो डल्लो बनाउँदै छु म चाहिँ। यसरी लिनु पर्छ। यसलाई चाहिँ यसरी गोल गरेर राख्नु। अब यो चाहिँ रेडी भयो। अब यसलाई चाहिँ मैले खुर्सानीको धुलोमा चाहिँ ल हेर्नुस् त यो रेडी भयो। अब म चाहिँ ठुलो खुर्सानीमा चाहिँ यो डिप गर्दै छु यसरी। ल हेर्नुस् त यसरी रोल गर्नु होला। भित्रसम्म जाने गरेर यसरी रोल गर्नु होला। यसरी मज्जाले कभर गर्नु होला। अब यस्तै गरेर म सबै यो गुच्चा पाउ बनाएर चाहिँ देखाउँछु। ल हेर्नुस् त मैले यो सबै रेडी गरिसके। अब यसलाई चाहिँ म सुकाउनलाई जाँदै छु। ल हेर्नुस् त यो सुकाउनलाई छोडिदिएको छु। ल हेर्नुस् त गुच्चा पाउ पनि सुक्यो। 9 दिन ठ्याक्कै लाग्यो यो सुकाउनलाई चाहिँ। अब यस्तै गरेर हजुरहरुले घरमा बनाएर खानलाई एकदमै रसिलो मिठो हुन्छ। बाहिर चाहिँ पिरो पिरो हुन्छ, भित्र चाहिँ गुलियो हुन्छ। एकदमै मिठो रसिलो हुन्छ। एकदमै रसिलो हुन्छ यो। अब चाहिँ म एउटा ट्राई गरेर हेर्दै छु। कस्तो पिरो, ओहो एकदमै मिठो गुलियो, भित्र चाहिँ गुलियो रसिलो, बाहिर चाहिँ पिरो। 1 घण्टासम्म यो चाहिँ मुखै रसिलो भइराख्छ। यो चाहिँ बाहिर चाहिँ पिरो पिरो हुन्छ, भित्र चाहिँ यस्तो हुन्छ। एकदम गुलियो नुनिलो एकदम मिठो छ। यो पाउले चाहिँ 1 घण्टासम्म रसिलो भइराख्छ मुख चाहिँ। एकदमै मिठो हुन्छ। अमलाको त तपाईहरुलाई थाहा नै होला एकदमै स्वादिलो हुन्छ। हजुरहरुलाई मेरो भिडियो मन परे लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला। धन्यवाद।